हेलो एभ्रिवान। आज चाहिँ हामी कहाँ जानला रे? त्रिभुवन के इंटरनेशनल एयरपोर्ट कहाँ जान लागेको रे हामी? कसलाई लिन जान लागेको? त्रिभुवन अन्तरिक्ष बाबाले। तर बाबालाई चाहिँ थाहा छैन हामी आउनु भनेर। लेट्स गो सरप्राइज। हामी चाहिँ गएको अब त्यही होला हाम्रो आएर बसेको। भित्रपट्टि के त्यो सिट हुन्छ हामी चाहिँ गएको अब। यहाँ चाहिँ म छु, यहाँ पछाडि ठुलो छोरा, यहाँ अगाडि सानो छोरा। हामीहरू चाहिँ राति राति जाँदैछु यस्तै हिँडेर। कि त्यही हो साथी छोरा उपर आएर बसेर बस के आउँदैछौँ। हाम्रो गाडी चाहिँ आइसक्नु भएको छ यहाँ। तिमी अगाडि जाने? हजुर ए यहाँ आऊ। को बस्ने अगाडि? तिमी बस्ने अगाडि? सकसक नहुने फेरि अङ्कलसँग बसेर। चिसो छ लगाइदिनु दाइ। आमै चिसो छ। चिसो छ म त यहाँ लाएर हिँड्नुपर्छ चिसोसँग मात्र। खाइ होला नरहन। कहाँ हिँडेको रे हामी? भन त फेरि कहाँ हिँडेर छोरे? त्रिभुवन त्रिभुवन। हामी चाहिँ सरर लगाएर जाँदैछ। ए हजुर एयरपोर्टबाट आउनुभएको? यसो फर्केर त माथि जानु लागेको थियो। नेट चलिरहेको थियो नि त, ती हानेको उठ्यो। कहाँ उठ्यो भन्ने फेरि मेसो हाने के एयरपोर्ट देखेर उठाएको उठाउनु त होइन। खै कहाँ हिँड्ने हो नि त? आमा जन्ती कहाँ आइपुग्यो अरे? बोर्डरमा आँट्यो। ओभर एक्साइटेड क्रिस्पिन तिमी ओभर एक्साइटेडमा हो कि होइन? हो हामी हिँड्दैनौँ के सुनसान हुन्छ है। आउँदा पो समय मान्छे हुन्छ, जाँदाखेरि यस्तो तनाव हुन्छ हेर्नु। त्यही बौद्ध निस्क्यौँ कि यता निस्क्यौँ हुन्छ, कस्तो तनाव गराउँछ यता आउँदाखेरि। त्यो पनि हामी चाहिँ जडीबुटी आइपुग्यो। ल ल यो पड्काएर हाल्नु पर्ला, पत्थर पड्किन्छ जडीबुटी आइपुग्यो। जडीबुटी यहाँ चाहिँ रोड बिजी छ, बिजी। जडीबुटी आइपुग्यो। जडीबुटी कोटेश्वर आइपुग्यो। कोटेश्वरमा कृष्णलाई थाहा छ यो के कुन ठाउँ भनेर? तिमीलाई थाहा छ यो कुन ठाउँ भनेर? थाहा छैन? यो कोटेश्वर हो। तिमीलाई यो लाइटको बारेमा थाहा छ? येल्लो, ग्रिन, रेड, ऊ माथि सिग्नल लाइट। ट्राफिक लाइट हामी चाहिँ एयरपोर्ट पुग्न लाग्यो। भित्रै उसमा पैसा तिरेर बस्ने हो कि बाहिर बस्ने हो? बाहिर
बाहिरै बस्नु भएको भित्र जाउँ भन्छ भित्र पैसा तिर्नुपर्छ होला टन्नै कति लाग्छ भाइ 100 रुपियाँ तिर्नुपर्छ पर पर्सन भित्र आनन्द बस्नु पाइन्छ टाइम कति छ भन्ने कुरो जाने त बाहिर यत्तिकै भित्र बसेको आनन्दमा बसिरहनु हो त्यस त्यहाँ बस्ने बस्ने बाहिर हुन्छ भित्र बस्नु बुके बेच्दै यो एयरपोर्टमा आइपुग्यो त्यस्तो नउठाउ न साथी है मेम्बु टिकट काट्न जानुको टिकट हामी चाहिँ भित्र गएर बस्ने हो त्यही भएर टिकट लिनु गएको छ मेरो छोरा के भयो चिसो भयो भिराइमा हुन्छ भने अर्को लगाएर ल्याउनु पर्ने तातो भयो अहिले तातो छ गाइजहरू यहाँ हेर्नु त चप्पल चाहिँ यस्तो लगाएर बिर्सेर हतारमा यस्तो लगाएर यहाँ छ एउटा बेहुला नर्मल यहाँ छ एकजना अनि यहाँ छ एकजना है हामी चाहिँ वेटिङमा हो वेटमा बसिरहेको छ थाहा छैन हामीले चाहिँ भने छैन नि त आउँछु भनेर भने छैन त्यतिकै आएको हामी चाहिँ जाडो निन्द्रा लाग्यो तिमीलाई निन्द्रा लाग्यो छैन मैले चाहिँ यस्तो चप्पल लगाएर आएछु घरमै लाउने चप्पल लगाएर आएछु सबैजना यता उभिएर बसेको छ सबैजना आफ्नो मान्छेको वेटमा हामी चाहिँ ढुक्कै पाएर पर्खेँ 1 घन्टा भइसक्यो पर्खेको होइन अहिले जाडो भएर कोही फन्दी बेरेर बसेको छ यसरी यहाँ 1 घन्टा भयो 1 घन्टा भइसक्यो हामी पर्खेको खै आउनु हुँदैन मान्छे जाउँ त कम तो पुरा झिंगान जे त्यो आहो हामी मोबाइल नोम एयरपोर्ट गए तो कौन दिन आला बा वो हावा भी ले कति पर्खे हामीले है फिल त यहाँ अनि किन कस्तो फिल भयो हजुरलाई कस्तो फिल भयो त हामी आउँदाखेरि लागेको छ कोहीलाई यहाँ डोलाएर केही छैन निन्द्रा लागेर कोहीलाई भोक लागेको छ होला
कलबन्दी ल्याऊ ल अनि आइपुगेको केन्द्रमा यो कसले बग्छ ठुलो बाबुले म बग्छु कान्छी आउ ल हिँड्दैछु यसरी बाटोसाटो चाहिँ केही देख्दैन यहाँ एकजना लाउरे हिँड्दैछ कोही त जाऊ बाबा हावा अरे पहिला भ्याग परिजाँदो फेरि यहाँ कोही कोहीलाई चाहिँ आउन पाएन ब्याग हेर्नुपर्ने ल एउटा एउटा खाएर सुतिहाल सोझ अब साग र भात खाँदा चाहिँ के नहुने हो र